यस गाइस, मैले चाहिँ हिजो रातभरि लगाएर भए पनि स्क्विड गेमको थर्ड सिजन चाहिँ हेरिसकेँ। आजको यस भिडियोमा चाहिँ हामी यो थर्ड सिजन चाहिँ कस्तो छ, राम्रो छैन, त्यही विषयमा कुरा गर्छौँ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला। स्क्विड गेम थर्ड एन्ड फाइनल सिजन यो चाहिँ नेटफ्लिक्स सिरिज हिजो भर्खरै नेटफ्लिक्समा रिलिज भएको सिरिज हो। जुन लेभलको सिजन 1 बनेको छ नि, त्यो लेभलको 2 र 3 चाहिँ त्यति खास लागेन। र पनि डिफ्रेन्ट मान्छेमा डिफ्रेन्ट चोइस हुन्छ, तपाईँहरूलाई मन पर्न सक्छ। मलाई चाहिँ त्यति खास लागेन, तर पनि ठिकै हेर्नु लायकको चाहिँ छ। यो सिरिजको कुरा गर्नु पर्दाखेरि 6 वटा एपिसोड छ र प्रत्येक एपिसोड चाहिँ अलमोस्ट 60 मिनट्सको छ। त्यही भएर तपाईँहरूले 6 आवर्स चाहिँ यो सिरिजको लागि दिनुपर्ने हुन्छ। 6 आवर्समा तपाईँहरूले यो सिरिज हेरिसक्नुहुनेछ। जसरी हामीले सिजन 1 अनि सिजन 2 मा इपिक सङहरू चाहिँ सुन्न पाएको थियौँ, त्यस्तै यो सिजनमा चाहिँ छैन। मैले चाहिँ पुरा एक्सपेक्ट गरिरहेको थिएँ सिजन 3 मा पनि एउटा न एउटा इपिक सङ त हुन्छ होला, जुनले चाहिँ सोसियल मिडिया खान्छ, त्यो एक्सपेक्ट गरिरहेको थिएँ। तर यो कुराले चाहिँ मलाई थोरै डिसपोइन्ट गर्यो। र यो सिजनको कुरा गर्नु पर्दाखेरि इमोसनल चाहिँ भरपुर छ, फुल प्याकेज। इमोसनलको चाहिँ पुरा प्याकेज छ। तपाईँहरूलाई इमोसनल मनपर्छ भने चाहिँ यहाँनिर तपाईँहरूले भरपुर पाउनुहुनेछ। चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ कि एउटा बाउ, आफ्नै बाउ पैसाको लागि कुन हदसम्म गिर्छ भनेर। त्यो देख्दाखेरि चाहिँ तपाईँलाई एकछिन चाहिँ रिस पनि उठ्छ। हेर्दै जाँदाखेरि तपाईँहरूलाई यो सिरिजले मजाले कनेक्ट गरेर राख्छ। यो सिजनको नाम नै थर्ड एन्ड फाइनल सिजन भइसके पछाडि चाहिँ गेम्सहरू चाहिँ अलिकति खतरै हुन्छ जस्तो फिल भएको थियो। तर गेम्सहरू फाइनल लेभलको चाहिँ मलाई लागेन। तर एपिसोड 4 को गेम चाहिँ त्यो चाहिँ एकदम दामी लाग्यो। त्यो गेम हेर्दै गर्दाखेरि चाहिँ यो चाहिँ फाइनलको गेम हो जस्तो फिल भइरहेको थियो। त्यो हेर्दाखेरि चाहिँ एकदम मजा आयो मलाई। सिजन 2 मा हामीले देखेको प्लेयर 222 चाहिँ यहाँनिर सर्भाइभ कसरी गर्छ, सर्भाइभ गर्छ कि गर्दैन, अनि उसको नानीको के हुन्छ, त्यो वाला क्लाइमेक्स एकदम बबाल छ। त्यही परिवेशमा चाहिँ स्टोरी छ र तपाईँहरूले यो हेर्नु होला, नछटाउनु होला। इफ तपाईँहरूले 1 र 2 हेर्नु भएको छ भने तपाईँहरूले त्यो लेभलको एक्सपेक्टेसन चाहिँ नगर्नु होला, किनकि एक्सपेक्ट गर्नुको लागि त्यस्तो खासै केही पनि छैन। यो सिरिजको इन्डिङको कुरा गर्नु पर्दाखेरि चाहिँ अझ राम्रो हुन्छ कि जस्तो तपाईँहरूलाई फिल हुन्छ। सिजन 1 को लास्टमा इन्डिङ कसरी हुन्छ, यो सिजनको पनि लास्ट इन्डिङ त्यस्तै हुन्छ, ताक्ची खेल्दै इन्डिङ हुन्छ। यो चाहिँ मैले भनिदिइहालेँ तपाईँहरूलाई। तपाईँहरू पनि हेर्नु भएको छैन, अहिलेसम्म हेर्नु भएको छैन भने अहिले नि तपाईँहरू नेटफ्लिक्समा गएर हेर्न सक्नुहुन्छ। र यस्तै रिभ्यूको लागि चाहिँ कुल मुभीलाई फलो गर्नु होला। मलाई टिकटक, इन्स्टा अनि युट्युबमा तपाईँहरूले फलो गर्नुपर्ने हुन्छ है त। थ्याङ्क यू।